त्यसलाई दोबारा पनि पुस्न मिल्छ फोल्ड गर्दै पुस्दै गर्नुहुन्छ कि छेउमा राख्नु होला इमर्जेन्सी अब जिगज्याग गर्ने माथिसम्मै यो गालाको जति पनि भाग छ नि हाम्रो सबै जिगज्याग मोसनमा तपाईँले सम्झिने मसाजको स्टेप भनेको क्लकवाइज एन्टी क्लक भनेको घडी उल्टो घुमेको एउटा स्टेप है फेसभरि घुमाउने अर्को चाहिँ क्रिस क्रस भन्छ जिगज्याग भनेको छड्केको यता र उता र यता यति दुईटा स्टेप र लिफ्टिङ एउटा माथि तान्ने यति तिनवटा स्टेप मात्रै याद गर्नुपर्छ तर त्यो फेसभरि यति तिनवटा स्टेपलाई ध्यान दिनुभयो भने मजाले स्किन केयर हुन्छ फेरि यसरी त्यो हातलाई यसरी लाने अनि यसरी तादै अब सबैलाई होइन घरमा भएको सामान क्लिनिङ छँदैछ त्यसपछि फर्म क्लिनर भइहाल्छ हो पहिला हात क्लिन गर्ने अनि मात्रै युज गर्ने मजा